ल गाइज आज चाहिँ हामी चाहिँ धेरै दिनपछि हवाईले फेरि आएका छौँ। आज हामी सुनौली जाँदैछौँ, हेर्दै गरौँ के कस्तो हुन्छ बाटोमा होइन। सुनौलीको भ्लग चाहिँ आएको थिएन, आज सुनौलीको भ्लग दिदीसँग। The shadows play, the wind hums songs at the break of day. Whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight. लगाइ फाइनली हामी देवकोटा पुग्न आइसकेका छौँ। यो चाहिँ बेलहरी परासी जाने बाटो चाहिँ रहेछ, एयरपोर्ट जाने यता एयरपोर्ट यो भयो। यो चाहिँ हाम्रो देवकोटा चौकी तपाईँले हेर्न सक्नुहुन्छ, देवकोटा चौक भयो। अब हामी सुनौलीबाट यहाँबाट कति जाने भन्ने कुरो चाहिँ मलाई अलिक थाहा छैन, हेर्दै जाउँ थाहा हुन्छ दिदीले कतातिर मननुहुन्छ। ट्राफिक नियमको पालना गरौँ भन्दै हामी देब्रे मुडिसकेका छौँ। दिदीले त्यो बनाएको चाहिँ देब्रे होइन अब सिधै दिदीले चाहिँ ट्राफिक नियम चाहिँ छल्नु भयो होइन। यस्तो गर्न ठिक पनि हो हतार भएको बेलामा, तर हतार नभएको बेलामा चाहिँ ट्राफिक नियमको पालना गरिदिनुपर्छ होइन। आज हामी हतार भएको भएर दिदीलाई फुर्सदै छैन। अब भ्लगमा चुनावको कुरो के गर्ने, चुनावले गर्दाखेरि घरै बसेर तपाईँले देख्न सक्नुहुन्छ गाइज यो ठुलो गेट। अब हामीले यसलाई कटेर अनि फेरि अर्को गेट आउँछ अरे, त्यो चाहिँ बोर्डरको गेट अरे। त्यहाँ चाहिँ हाम्रो नेपालको झन्डा फर 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 आउँछ। नेपालको झन्डा हामी गाइज हामी सडक कानुन अब तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10 11 12 13वटा 14 टन्नै रहेछन् टडक त। यो सबै युपी बिहार हुन्, टन्नै छन् टडक। अब हामी इन्डिया प्रवेश त गरेको छैन भने बोर्डर त आएन नि, नेपाली होइन म त हजुर नेपाल अहिलेसम्म हामी नेपालमै छौँ। अब हामी इन्डियाको तर्फ ल गाइस हामी चाहिँ बोर्डरमा आइसकेका छौँ। अब चाहिँ बोर्डरको यहाँ चाहिँ अब सुनौली भनेर गाडी आएको, गाडीहरू कुवाबाट आएको गाडीहरू ठ्याक्क यहाँबाट मान्छे यहाँ छोडेर ठ्याक्क फर्किने। यहाँबाट भित्र चाहिँ बस्न पाउँदैन होला होइन, यहाँनिर जान पाउँदैन। अब नेपालले 10 बजारदेखि ए दुइटैको साझा नेपालको गेट यत्रो हुँदा नि लुटै छ हामीलाई इन्डियाले। ठिकै छ। अब हामी सिरियम अब हामीलाई कस्तै गर्छौँ। गाइस इन्डिया आइसकेका छौँ। यहाँबाट अगाडि चाहिँ इन्डियाबाट अब यहाँबाट पुलिस पनि अब इन्डियाका सुरु हुन्छन्। तपाईँले हेर्नु 10 बजे अब के भयो होइन हामीलाई होइन, पुलिसहरू सबै हुनुहुन्छ। हामी अब फाइनली गाइज हामी इन्डियाको बोर्डर होइन, यो इन्डिया होइन ठ्याक्क हामी इन्डिया आयौँ। अब यहाँबाट इन्डियाको पुलिस, इन्डियाको चेकिङ। अहिले चाहिँ परिचय पत्र दिन परेन, पहिला परिचय पत्र दिन पर्थ्यो होइन, हामीलाई देखेन। इन्डिया भन्ने बित्तिकै जाम सुरु भइसक्यो यहाँ सबै युपी बिहारको गाडीहरू। कति सस्तो हुन्छ गाडीहरू यतातिर, हामीले बुलेट चढ्ने पैसाले यतातिर गाडी कारहरू आउँछ ट्याक्सले।
तथा लिङ्ग छ देश लगाइ फाइनली इन्डिया आइसकेका छौँ अब चाहिँ यहाँ अलिअलि हामी सपिङ Under the boughs where the shadows play, the wind hums songs at the break of day. Whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. The dawn paints gold on the mountains. ल गाइज अब हामी चाहिँ लुगा सुवा किनेर 2-3टा साडीहरू कुर्ताहरू यताउति किनेर सब किनेर आइयो मेरो बिहा होला जस्तो मान्नु होला मेरो बिहा चाहिँ होइन है ल भैरवा भन्सार कार्यालय चेक जज सामान चाहिने पार्टी बन्द किन्न पाइएको थिएन नि गाइज यहीँ बन्द हुँदाखेरि